यति सोचे कि धेरै नसोच न बहिनी, उहाँले तिमीलाई धेरै माया गर्नुहुन्छ। यो कस्तो हुन्छ बहिनी, दाइको कुरा नकाट न, बिहे गर्छु भन न है। हो बहिनी, म साह्रै असर हुन्छ। नमस्कार साथीहरू, भिडियो सुरु गर्नुभन्दा अगाडि यदि तपाईले हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोस्। साथै छेउको बेल आइकन थिच्न नबिर्सनुहोस् ताकि बुन्टी सिरियलका हरेक नयाँ अपडेट र सारांश सबैभन्दा पहिले तपाईसम्म पुग्न सकोस्। अब सुरु गरौँ आजको बुन्टी सिरियलको रोचक एपिसोडको सम्पूर्ण सारांश। आजको एपिसोड निकै भावुक, तनावपूर्ण र रोमाञ्चक रह्यो। एपिसोडभरि बुन्टी आफ्नो अधिकारको लागि दृढतापूर्वक उभिएको देखिन्छ। जेरी र भूपेन्द्र पक्षका मानिसहरूले पटक पटक बुन्टीलाई अंश मुद्दा फिर्ता लिन दबाब दिन्छन्। उनीहरूले भूपेन्द्रको स्वास्थ्य अवस्था, पारिवारिक समस्या र भविष्यको बहाना बनाएर बुन्टीलाई सम्झाउने प्रयास गर्छन्। तर बुन्टी स्पष्ट शब्दमा अब आफू कुनै हालतमा पछि नहट्ने बताउँछे। बुन्टीले आफूले वर्षौंदेखि सहँदै आएको अन्याय, अपमान र धोका सम्झिन्छे। आफ्नो ज्यानको जोखिम मोलेर भूपेन्द्रको ज्यान बचाएको भए पनि बदलामा सम्मान होइन, पीडा र धोका मात्र पाएको भन्दै ऊ भावुक बन्छे। त्यसैले अब कानुनले दिएको अधिकार लिएरै छाड्ने अडान दोहोर्याउँछे। उता भूपेन्द्रको परिवारमा पनि तनाव बढ्दै जान्छ। अंश मुद्दाका कारण सम्पत्ति बाँडिन सक्ने डरले परिवारका सदस्यहरू चिन्तित देखिन्छन्। कसैले बुन्टीलाई अधिकार दिनुपर्छ भन्छन् भने कसैले जसरी भए पनि मुद्दा फिर्ता गराउनु पर्ने कुरा गर्छन्। परिवारभित्रको स्वार्थ र मतभेद स्पष्ट रूपमा देखिन्छ। एपिसोडको अर्को महत्त्वपूर्ण भागमा बुन्टीका बुवा आमालाई समेत दबाब दिने प्रयास गरिन्छ। उनीहरूलाई डर देखाइन्छ, धम्की दिइन्छ र छोरीलाई सम्झाउन भनिन्छ। तर बुन्टीका बुवा आमाले छोरीको पक्षमा उभिँदै न्यायको लडाईँमा अन्तिमसम्म साथ दिने घोषणा गर्छन्। उनीहरू भन्छन् छोरीले आफ्नो अधिकार मागेकी छ, गलत केही गरेकी छैन। यता भूपेन्द्र पक्षले विभिन्न योजना बनाइरहेको देखिन्छ। कसरी सम्पत्ति जोगाउने, कसरी बुन्टीलाई कमजोर बनाउने र कसरी मुद्दाको प्रभाव कम गर्ने भन्ने विषयमा छलफल चलिरहन्छ। तर बुन्टी भने सबै कुरा बुझिसकेको बताउँदै अब कसैको कुरामा नफस्ने निर्णय सुनाउँछे। एपिसोडको अन्तिम भाग निकै रोचक रह्यो। बुन्टीलाई लामो समयदेखि मन पराउने एक व्यक्तिको बारेमा परिवारले कुरा उठाउँछ। उनी बुन्टीलाई साँचो माया गर्ने, सम्मान गर्ने र जीवनभर साथ दिन चाहने व्यक्ति भएको बताइन्छ। बुन्टीका दाइ र परिवारका अन्य सदस्यहरूले पनि नयाँ जीवन सुरु गर्न सुझाव दिन्छन्। सुरुमा बुन्टी केही बोल्दिन, तर धेरै सम्झाइ बुझाइपछि सकारात्मक सङ्केत दिएको देखिन्छ। यही दृश्यले दर्शकहरूको उत्सुकता झन बढाएको छ। के बुन्टीले साँच्चै नयाँ जीवन सुरु गर्नेछ? के भूपेन्द्रले आफ्नो गल्तीको परिणाम भोग्नेछ? र अंश मुद्दाको अन्तिम फैसला कसको पक्षमा जानेछ? यी सबै प्रश्नको उत्तर आगामी एपिसोडमा खुल्नेछ।